यो नेपालको पहिलो उद्योग हेर्नुहोस्, यो जुट मिल हेर्नुहोस् है। अहिले यो पुरै कबाडी भयो हेर्नुहोस्, हेर्नुहोस् त पुरै कबाडी भएर हेर्नुहोस्, सामानहरू हेर्नुहोस् सरपष्ट छ हेर्नुहोस्, हेर्नुहोस् त। अनि अब अहिले हाम्रो नेताहरूलाई भन्दै पनि के भन्छ, हे यस्तो थियो राजाको पालामा, खै कसको पालामा के थियो, हाम्रो पालामा यस्तो यस्तो भन्नु, राजाहरूको पालामा यस्तो पनि थियो नि, अहिले यसलाई सब बेचेर खाइसक्यो हेर्नुहोस्। यो सब कबाडी बनायो हेर्नुहोस्, यहाँ हजारौँ मान्छेले काम गर्थे हेर्नुहोस्। यो जुट मिल यो नेपालको ऐतिहासिक जुट मिल हो हेर्नुहोस्। तपाईँको यसको संरचना हेर्नुभयो भने माथि हेर्नुहोस् है। अब यो लगभग 90 वर्षभन्दा बढी भइसकेको छ हेर्नुहोस्। यसको इँटा यहीँ उत्पादन भएको, यहीँ आफै खाल्डो खनेर उत्पादन बनाएको, यसको बिजुलीको टर्बाइन आफै यहाँ बिजुली आफै उत्पादन गरेको। यहाँ यत्रो हाइट छ, मान्छेलाई गर्मी नहोस् भन्नको निम्ति, लाइट अँध्यारो नहोस् भन्नको निम्ति हेर्नुहोस् यस्तो छ। यत्रो ठुलो उसमा कहीँ बत्ती बालेको छैन, तर कहीँ अँध्यारो छैन हेर्नुहोस्। यो मेसिनहरूको सामानहरू एउटा चोर्दै 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 मान्छेले सबै समाप्त गरिसके हेर्नुहोस्। सरकार कहीँ केही हेर्नेवाला छैन, हजारौँलाई रोजगार दिएको चिज थियो हेर्नुहोस्, हेर्नुहोस्, हेर्नुहोस्। यो आज महावीर पुन आउनु भएको छ, उहाँलाई लिएर हामीले आएछौँ हेर्नको लागि। हेर्नुहोस् यहाँ के छ भनेर हेर्नुहोस् ल हेर्नुहोस्। यत्रो ठुलो हल हो हेर्नुहोस् है, यत्रो ठुलो हल, एउटा बत्ती बालेको छैन, तर कहीँ हो चाहिँ अँध्यारो छ हेर्नुहोस् त। दिन जस्तो उज्यालो कस्तो सिस्टमेटिक तरिकाले बनाइदिएको छ ल हेर्नुहोस् त। कहीँ एउटा बत्ती हाल्ने, यसको आर्किटेक्ट, यसको इन्जिनियरिङ हेर्नुहोस् त, यसको इन्जिनियरिङ हेर्नुहोस् त। यत्रो हलमा एउटै बत्ती बालेको छैन, तर अँध्यारो छैन हेर्नुहोस्, उज्यालो लाइट सिस्टम हेर्नुहोस्। एउटा पङ्खा खोलेको छैन, त्यति गर्मी छैन हेर्नुहोस्, होइन कस्तो चाहिँ। अहिले नयाँ कारखानाहरू हेर्नुभयो भने त यस्तो छ कि गर्मीले मरेर मान्छे चाहिँ सास निसासेर। अस्ति हामी गएको